गुड मर्निङ प्रियहरू, प्रेज द लर्ड। आशा छ कुशल हुनुहुन्छ। अस्तिको दिन हामीहरू गोल्डफिल्ड उम्लाङ्सो भन्ने ठाउँमा घुम्न गएको थियौँ। पुग्न अघि बाटोभरि देखिएको घना जङ्गलका कारण मन अलिक खिन्न र नमजा लागिरहेको थियो। तर जब हामी त्यस ठाउँमा पुग्यौँ, त्यो स्थानको सुन्दर, शान्त र मन मोहक दृश्य देख्दा मन सम्पूर्ण रूपमा आनन्दले भरियो। प्रियहरू, प्राकृतिक सौन्दर्य, खुला वातावरण र शुद्ध हावाले मनलाई नयाँ ऊर्जा दियो। त्यसैले म तपाईहरू सबैलाई पनि हार्दिक आग्रह गर्न चाहन्छु, एकचोटि समय निकालेर आफ्नो बालबच्चाहरूलाई, त्यति मात्र होइन, आफ्नो बुढापाका कोही छ भने उहाँलाई पनि लिएर यो राम्रो ठाउँमा घुम्न अवश्य जानुहोस्। त्यति मात्र होइन, उहाँ गएर खानाहरू पनि पकाएर खान सक्नुहुन्छ।